वेलकम टू माई छोटा मोटा मिनी ब्लग साथीहरू। हिजो चाहिँ मैले मोमो खाएको थिएँ, त्यो प्याकेटहरू चाहिँ राखेको थिएँ, पेलाएको थिइनँ। त्यसपछि मैले बिहानै उठेँ, आज जल्दी उठेको थिएँ अलिकति म। त्यसपछि झाडुसारू निकालेर मैले झाडुसारू मारेँ। तल बाहिर बहुत लेत्रा भएको थियो साथीहरू। त्यसपछि मैले धोएँ थालबुटुको पनि थुप्रो भएको थियो नि धुनुको लागि। त्यसपछि मैले पुसेँ गेस्ट टेबलहरू, किनकि मैले काम गरेँ भने लेत्रा नहुनु त कुरै हुँदैन साथीहरू, यता त हुन्छै। त्यही कारण मैले पुसेर चुल्हा पनि धुँडा लगाइदिएँ ल्याएर, किनकि मेरो दुध गरम गर्नु थियो। हिजो मैले दुध फ्रिजमा राख्नै बिर्सेछु, त्यही कारणले सायद दुध पनि फाटिगयो मैले गरम गर्दा भन्दा। मैले काम गर्छु, काँट हुँदैन त हुनै सक्दैन साथीहरू। त्यसपछि लुगासुगाहरू राखिदिएँ, नानीले जो छटपटर गरिदिन्छ होइन। त्यसपछि मैले भिजाएँ लुगा, किनकि मेरो पास लुगा धुनु बहुत बेसी थियो। लुगा धुनुलाई त थोरै थिएन, सबै लुगाहरू ल्याएर छानी कुन चाहिँ धुनुपर्छ मैले भिजाइसकेपछि मलाई याद आयो कि मेरो एउटा काम छ गर्नुलाई। त्यो काम हो मैले मुख धुनु थियो, किनकि मेरो अलिकति मुख के भए भइरहेछ, त्यही कारण मैले मुख धोएँ। त्यसपछि म नुहाउँछु सोचेर म के लुगा लगाऊँ भनेर निकालेँ। यो मेरो आन्टीको लुगा बहुत वर्ष पहिले मलाई मेरो आन्टीले दिनुभएको थियो, त्यसलाई मैले काटीकुटी ठिक गरेर आज मैले लगाएको। राम्रै लागेको थियो, गरममा लगाउन एकदम कम्फर्टेबल भएको थियो। फेरि मलाई कस्तो हेरिमे पनि लाग्यो, कस्तो देखियो भने फेरि मैले एकखेप लगाएर हेरेँ, राम्रो लागेको थियो लुगा चाहिँ। त्यसपछि मैले भात ग्यास टेबल धोइसकेपछि भातसात बसाइदिएँ। भात पाकेपछि मैले फेरि दाल बसाइदिएँ लगालग। फेरि नानी सुतिरहेको थियो, नानीको छेउमा एकखेप गएँ। चाहिँ आज पुरा डेरी त सुतेको थियो नि त, डेरी मतलब 8-9 बजेको थियो, त्यस्तै टाइममा सुतिरहेको थियो बाबु चाहिँ। धोइ त हाल्छु तर सुकाउनु मेरो जस्तो ब्यान्ड बच्चा होइन। आजको भिडियो यति नै।